यो चाहिँ इक्सान स्टेसन हो। हाम्रो गोर्खे भाइहरूले ट्रेनको टिकट काटिराखेको छ। हामी चाहिँ इक्सान जगबाट खङ्जु सोन्जोङ जगसम्म जाँदैछौँ। ट्रेनको बक्समा यो आफरेमा कति लामो बनाएको यो भर्खरै आइसकेको ट्रेन पनि केटिएक्सै हो। हामी पनि यो केटिएक्समा जाने हो अहिले एकछिनमा। तर यो भनेको चाहिँ अलिकति अगाडि 10 मिनट अगाडि जाने भएकोले हाम्रो ट्रेन चाहिँ यतापट्टि अर्को लिक्समा आउँछ। यो पल्लोपट्टि भयो भनेपछि पल्लोपट्टिबाट जानुपर्ने हुन्छ। हामी चाहिँ यतापट्टिकोमा जान्छौँ र यो ट्रेन चाहिँ जम्मा कति 8वटा बक्समा फेरि पनि अर्को बक्स जोड्यो भने चाहिँ फेरि अर्को 8वटा हुँदाखेरि चाहिँ 16वटा हुन्छ। अनि 16वटा जोड्दाखेरि पनि बिचको दुईवटा जोडिएको बक्सको छेउछेउमा पनि अर्को दुईवटा बक्स हुँदाखेरि चाहिँ जम्मा 18वटा हुँदो रहेछ। यसरी नै जोड्दै जाने भने कतिवटा होला? 14:04 देखि 14:39 भनेपछि झन्डै आधी घन्टा लाग्ने हो भन्छ। कति लामो रहेछ यो जोडेर ल्याएर दुईटा जोडेर मोबाइलमा ब्याट्री सक्यो भने चार्ज गर्नु राम्रो नि हुँदो रहेछ। हामी तीनजनाको डुलाइ चाहिँ एकदम बबालै छ। भात चाहिँ साथै
यो चाहिँ खङ्जु सोमजङको बाहिरपट्टिको यो आकार भयो यस्तो छ